हेलो सम्पूर्णमा आज साउने सङ्क्रान्तिको धेरै धेरै शुभकामना। अब आज चाहिँ कतिपयले हरियो चुरा प्यालो चुरा लगाउने मेहन्दी लगाउने गर्नुभयो होला। यहाँ मैले नि अब लाउँदिनँ भन्दै घर लगाऊ भनेको भएर मैले यो चुरा किन्न त किनेन, परारको चुरा लगाएँ। अझै दुब्ली भएर अझै नि मिल्छ, अझै ठुलो हुन्छ कि। अनि त्यसपछि मेहन्दी चाहिँ यो मैले अफिसमा यतिकै खाली टाइममा के गरौँ भनेर यतिकै पछाडिपट्टि लगाएँ। अगाडि चाहिँ घर आएर मैले लाउँदै थिएँ भर्खरै। लाउँदै के भयो भन्दाखेरि हाम्रो भाइले चाहिँ मेहन्दी म लगाइदिन्छु भनेर भनेको थियो। जान्दैनस् भनेको, यहाँ कता कता थोप्लो मात्रै गराइदियो, अरू जानेन। त्यसपछि मेरो नाम लेख्नुहोस् मेहन्दीमा भनेर हातमा मेरो नाम लेख्नु भनेर भन्यो। अनि मैले कहाँ के लेख्ने भनेर भनेको बी लेख्नुहोस् भनेर भन्यो। बी लेख्दाखेरि त कहाँ शङ्का गर्छन् भनेको, त्यसो विप्लव लेख्नु भनेर भनौँ। अब विप्लव लेख्दा पनि त मात्रै विप्लव हुन्छ र अरू पनि हुन्छन् भनेर भनेको। विप्लव बसिहाल्छ लेख्नु त्यसो भए गरेको थियो। अनि कहाँ लेख्ने, लेख्दिनँ, त्यस्तो लेख्न हुन्न नि भनेर भनेको, रिस थियो मसँग। अनि त्यसपछि अहिले अब आफैलाई मैले मेहन्दी लगाइदिन्छु भनेर भने कि मेहन्दी लगाइदिन्छु भनेर भन्दाखेरि अब के भन्छ अरे यो भगवान्। ल मैले यहाँ के बनाइदिने ल भन त। स्मृति। अब स्मृति बनाइदिने अरे, स्मृति लेखिदिने अरे। अब मैले स्मृति त जसको नाम नै हुन्छ नि, अनि के भन्छस् त? दिदीको नाम। दिदी भनेर पत्याएन अनि के गर्छस् त? यस्तो गर्छ। अब अरू नबनाउने अरे स्मृति लेखिदिने अरे क्या। अब कि त अब यसको स्मृति कोही नामक लड्कीसँग अफेयर चल्न पर्यो, नै भने यो स्मृति लेख्नुको कारण के हो? सबैजनाले बताइदिनु होला। धन्यवाद। बाई बाई। बाई। अनि लास्टमा चाहिँ के भन्न चाहन्छु भन्दाखेरि आज चाहिँ सबैले हाम्रो लुतो लैजानु। बाई बाई।